जुनमा छ। अनि हाम्रो रतनशालीको मात्रै एउटा मिटिङ छ। त्यसपछि हामीले जुलाईको 27मा गरेछौँ साकेला गाउँपालिकाको भेटघाट कार्यक्रम वार्षिक। अब त्यसमा चाहिँ हाम्रो रतनशालीको मान्छेहरू सबै हरायो, के सबै मालिक भइगयो। हामी 100 हाम्रो 40 वर्षको घर छ है रतनशालीमा, मान्छे 200 हो भनेर। तर अझै के भयो भनेदेखि नआउने, भेटघाट नगर्ने, चिन्जान पनि नगर्ने त्यस्तो भइसक्यो। तर बुढाबुढीहरूले चाहिँ भन्छ नि सबै चिन्जान गरौँ न भन्छ, यङ हुन्छ नि मान्छे आउँदैन। अब तपाईँहरूको रतनशालीको मात्र भेट हुँदा चाहिँ तपाईँले सबैलाई फोन गरेर के बोलाउनुहोस् कि हजुरहरूले। होइन रतनशाली त हामीले त एक्जिक्युटिभ कमिटी मात्रै हामीले पोहोरदेखि नै हामीले के भने साकेला गाउँपालिका बनाउँछौँ। विधान चाहिँ हामीले राजेन्द्र मैले बनाएको हो। अनि हामीले के भनेको छ रतनशाली सेवा समाज भनेर। तर अब चाहिँ त्यसलाई हाम्रो यो मिटिङले पार्टी गरेर अब त्यो विधानलाई नै साकेला गाउँपालिका बनाउने हेडिङमा साकेला गाउँपालिका लोगो ल्याउन बनाउने त्यो राजेन्द्र मैले बनाएको 2जनाले है ट्याम्केदेखि फोटो खिचेर। अनि हाम्रो किन्नरमान दाइ थियो हिँडी त भयो। अनि किन्नरमान दाइ नेपाल गइहाल्यो छोडेर। ज्यादै प्रब्लम त्यस्तो पऱ्यो कि कुरो अब सबै जान्ने यताउता अलिक भाषा पनि जान्ने मान्छे। अनि अब यहाँ बुढी छोराछोरीहरू गैचला छोरी राखेर गइहाल्यो, कारण पाउन हेर्नु पऱ्यो भनेर। अनि अब कसलाई राख्ने भन्दाखेरि त्यतिकै छोडिदिनु भएन भनेर धनकुमारलाई बनाएको। हजुर चिन्नुहुन्छ नि? हजुर चिन्छु, पैसा 94। अनि उसलाई हामीले अब ऊ राम्रो काम पनि सोझो मान्छे हो, यताउता अहिले गर्नु जान्दैन। हजुर